आज बिहान हामी अब सीतापुरबाट बद्रीको लागि गएर बेलुका कानेर पुर्याएर बास बस्छ। अनि भोलि बिहान बद्रीमा श्राद्ध दर्शन गरेर फर्किनेछौँ हजुर। अब यहाँबाट बिहानको उसबाट केदारनाथमा देखेको हिजो हामी गएको ठाउँको हिमालको दृश्य यस्तो सुन्दर देखिया छ, हेर्नु होला। यता यस्तो बाटो छ, यता यस्तो बजार छ। त्यहाँ माथिबाट घुम्दै यस्तै गरेर हामी माथि दर्शन गरेर फर्क्यौँ। हिजो अस्ति गएर हिजो बिहान दर्शन गरेर फर्क्यौँ हजुर। अब हामी बद्रीको लागि प्रस्थान गर्दैछौँ। हामी आज बिहान सीतापुरीबाट बद्री जाने तर्खरमा यहाँ होटेलको उसबाट बसिरहेछौँ। अब गाडी यहाँ रेडी छ। यो पछाडिपट्टि यस्तो राम्रो हिमाल देखिरहेछ उत्तरपट्टि। यसरी यहाँबाट हामी अब गाडीमा बद्रीमा कानेर लगेर छौँ। हामी बिहानदेखिको यात्रापछि अब बद्रीनाथ करिब नजिक आइपुगेका छौँ। अब यहाँबाट सिर्फ 30-32 किलोमिटर जानुपर्छ अरे। हामी अब त्यो पार गर्दैछौँ र यहाँबाट बाहिर देखेको दृश्यहरू यस्तो छ है, हेर्नु होला। पानी पनि परिरहेको छ, माथि यस्तो बादल छ र हिमाल चाहिँ देखिया छैन, हिउँ पनि देखिया छैन। हामी अब बद्रीमा पुगेर कानेर बस्छौँ। अहिलेको 4:30 पौने 5 भयो। अब 5-5:30मा पुर्याउँछ होला। त्यहाँ बसेर अनि त्यताको दृश्य खिच्नेछु। हामी बद्रीमा आइपुगेका छौँ। अब 5 किलोमिटर जति बाँकी छ। यहाँ चाहिँ पानी पनि परिरहेछ, यस्तो बादल लागिरहेको यो स्थिति छ, हेर्नु होला। बाटो अब 5 किलोमिटर जति मात्रै बाँकी छ बद्री पुग्नलाई। हामी चेकिङ भएर भित्र छिरिसकेका छौँ। यहाँ एउटा मन्दिर रहेछ, त्यहाँ चाहिँ नि राम भजन भइरहेछ। हामी बद्रीमा आइपुगेका छौँ। अब 5 किलोमिटर जति बाँकी छ। यहाँ चाहिँ नि पानी पनि परिरहेछ, यस्तो बादल लागिरहेको यो स्थिति छ, हेर्नु होला। बाटो अब 5 किलोमिटर